कृष्ण 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 हरे 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 राम 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 हरे हरे। श्रील प्रभुपाद की जय। यहाँ हामी यो कुस्माको कालीगण्डकी नदीको किनारमा आइपुगेका छौँ। यहाँनिर चाहिँ एउटा नरसिंह धाम भन्ने हुनुहुँदो रहेछ। नरसिंह भगवानको यति अद्भुत विग्रह छ। यहाँ दर्शन गऱ्यौँ। मेरो परम प्रिय भगवानको दर्शन गऱ्यौँ हामीले। कालीगण्डकीको तीरमाथि हुनुहुँदो रहेछ। अति रमणीय ठाउँ छ यो। हरि बोल। नमस्ते नरसिंहाय प्रह्लाद दाहिने हिरण्यकशिपुर्वक्षः शिलटङ्का नखालये इतो नरसिंह परतो नरसिंह यतो यतो यामि ततो नरसिंह बहे नरसिंह हृदय नरसिंह नरसिंहमदिं शरणं प्रपदे तव करकमलबरे नखाम् अद्भुत शृङ्गा दलिता हिरण्यकशिपो तनुभृङ्गाम् केशवधृता नरहरिरूप जय जगदीश हरे जय जगदीश हरे जय जगदीश हरे। जय नरसिंहदेव जय नरसिंहदेव नरसिंहदेव जय नरसिंहदेव जय प्रह्लाद महाराज जय भक्त प्रह्लाद प्रह्लाद महाराज जय भक्त प्रह्लाद जय जय प्रभुपाद 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 जय श्रील प्रभुपाद। सर्वविघ्न बाधा विनाशक भक्तवत्सल भगवान नरसिंहदेव की जय। महाभागवत प्रह्लाद महाराज की जय। श्रील प्रभुपाद की जय। हरि बोल। अनि यो नरसिंहदेव भगवानको धाममा चाहिँ यहाँ महाभागवत वैष्णव यथाशम्भो शिवजीको पनि विग्रह छ। हेर्नु त कस्तो अनकन्टार जङ्गलमा यस्तो अनकन्टार जङ्गल छ। यो जङ्गलमा यो जङ्गलको छेउमा यस्तो रमणीय स्थल छ। हामीलाई क्याम्पिङ गर्नको लागि त यो ठाउँ त अति उपयुक्त हुन्थ्यो। तर के थाहा यस्तो ठाउँ छ भन्ने कुरो पहिला थाहै भएन। यहाँ तुलसी महारानी पनि हुनुहुन्छ। सबै यतातिर वृन्दाय तुलसी देव्याय प्रियाय केशवस्य छ कृष्ण भक्ति प्रदे देवी सत्यवत्तै नमो नमः। सबै तुलसी महारानीलाई नै हुनुहुन्छ। यति राम्रो सुगन्धित पुष्पहरू पनि फलिरहनु भएको छ। यहाँ शिवजीको यत्रो राम्रो विग्रह पनि छ। वाञ्छा कल्पतरुभ्यश्च कृपा सिन्धुभ्येव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। म भगवान्लाई दण्डवत गर्छु। ओम नमः शिवाय। शिव शम्भो भोले भण्डारी जय आशुतोष। यति राम्रो विग्रह हुनुहुन्छ। यो विग्रह फेरि कति सुट गरेको छ यो प्रकृतिको ठाउँमा। एकदम जङ्गलको माझमा डाँडाको तल यस्तो मजाले विराजमान हुनुहुन्छ भगवान् शिवजी। हरि बोल। यहाँ त शिवलिङ्ग पनि हुनुहुँदो रहेछ नि त। यो त मैले देखेकै थिइनँ अघि त। शिवलिङ्ग हुनुहुन्छ। हरि बोल। ओम नमः शिवाय। बा यो ठाउँलाई के ठाउँ भन्छ? यो ठाउँलाई के ठाउँ भन्छ? यो ठाउँलाई के ठाउँ भन्छ भन्नु न पहिला। मधुबेनी। मधुबेनी। कोही अरू पनि आउन चाहे भने यहाँ दर्शन गर्नको लागि राम्रोसँग। म त काठमाडौँबाट आएको हो। ए नौनी पनि यहीँ हो? गङ्गा कालीगण्डकी। ए यताबाट के अरे मोदी मोदी गङ्गा। यताबाट मोदी यताबाट कालीगण्डकी। ए ए
यो नरसिंहधाम हो है। नृसिंहधाम। नरसिंहधाम पहिला चाहिँ कुस्मा आउनु पर्यो, अनि कुस्माबाट यो मोदी कुस्मा आएपछि त्यहाँ तिनवटा पुल कुस्मामा आएपछि चिनिन्छ। नरसिंहधाम कहाँ हो भनेपछि आउन सकिहालिन्छ नि। कुस्मा आएपछि नरसिंहधाम कहाँ हो भनेर सोधेपछि आउँछ। यहाँ त आउनै पर्ने रहेछ नि साथी हो भक्त भागवतहरू। यस्तो रमणीय स्थल छ यहाँ, यति आनन्द। तुलसी महारानी जताततै हुनुहुन्छ। नरसिंहदेव भगवानको यस्तो राम्रो विग्रह छ। हरि बोल। यो चाहिँ नरसिंहदेव भगवानको विग्रह छ यहाँभित्र। यहाँभित्र विग्रह हुनुहुन्छ। शालिग्राम भगवानहरू पनि हुनुहुन्छ। कसरी खिचौँ खोइ, सानो विग्रह हुनुहुन्छ यहाँ यसरी। अरे के आयो? हे कृष्ण। यहाँ शालिग्रामहरू पनि हुनुहुन्छ। शालिग्राम भगवान। हरि बोल। के रमणीय स्थल छ, के गरौँ। यो के को बोट हो? बरपिपल हो? यो बरपिपल हो? बरपिपल हुनुहुन्छ अरे। यहाँ तल चाहिँ मोदी र कालीगण्डकीको सङ्गम छ अरे। यहाँ स्नान गर्नु राम्रो हुन्छ अरे। यहाँ भर्याङ रहेछ, भर्याङ चढेर जाँदा हुन्छ।